विक्रम सम्वत 2061 सालतिर रामेछाप जिल्लास्थित कुमकास्थली गाविस वडा नम्बर 4 एकाङका मोहन सुनवार ऋण लिएर मलेसिया स्थित जोर मुवार भन्ने ठाउँमा आफ्नो भविष्य खोज्न पुगे। महिनामा करिब 8,000 बचाएर सुनुवारले घर चलाउन र ऋण तिर्न पठाउँथे। तर घरमा श्रीमतीले ऋण तिर्न र घर व्यवहार चलाउनको साटो गाउँकै परपुरुषसँग लागे र अन्ततः दोस्रो छोरी साथमै लिएर बेपत्ता भए। करिब 4 वर्ष पश्चात घर फर्केका सुनुवारको ऋणको भार मात्र चुलिएन कि घर व्यवहार समेत छिन्न भिन्न बन्यो। यहाँ थाहा भएन हामीलाई बेसिक भनेको चाहिँ त्यो बेला हामी सोझो सिधा मान्छे बेसिकको कुरा थाहा भएन। उहाँ पुग्यौँ कति बेला जानेर कसरी कमाउने भन्ने मात्रै हतार थियो हामीलाई। अनि त्यो जाँदा पुगेपछि उहाँ 481 रुपियाँ उहाँको मलेसियन पैसा रिङ्गेट दियो महिनाको। अनि त्यो पैसाले हामीलाई नेपालीको हिसाब गर्दाखेरि 8,000 9,000 जस्तो हुँदो रहेछ। अनि अब उता पनि बिमार हुने धेरै बिमार हुने भयो। त्यहाँबाट फेरि यहाँ घर पनि लथालिङ्गा भताबुङ्गा अब कटेरा थियो त्यो बेला होइन। अनि त्यहाँ पछि उता श्रीमती पनि फेरि बच्चा सहितै लिएर उता बेपत्ता भए होइन। अर्कैसँग गएर हिँडेर बिछोड भयो। जसोतसो फेरि ऋण लिएर सुनुवारले घर बनाए र दोस्रो विवाह गरे। तर गोर्खा जिल्लाको बारपाक गाविस केन्द्रबिन्दु भई 2072 साल वैशाख 12 गते गएको महाभूकम्पले बस्नै नहुने गरी चर्काएको घर वैशाख 29 गते दोलखा र सिन्धुपाल्चोकको सिमानामा केन्द्रबिन्दु भई आएको दोस्रो ठुलो भूकम्पले तहस नहस बनायो। लथालिङ्गा र भताबुङ्गा भएर अहिले कटेरा बनाएर चाहिँ सानो हल्का एउटा पाल दिएको थियो। सरकारले हो कि विदेशी सहयोग हो कि त्यो हामी सोझोसिधालाई थाहा छैन। एउटा पाल दिएको थियो। त्यो पालमा हामी ओत लागेर बसेको छौँ। त्यति बेला अधिकांश कामहरू आफै गरेर करिब 2 लाख जतिको लागतमा घर बनाए। खेतीपाती बनिबुतो गरी सुनुवारले केही अन्नपात जोगाए र घरको सरसामानहरू जोडे। तर भूकम्पले भएको सबै अन्नपात र सरसामानहरू फेरि प्रयोग नै गर्न नहुने गरी सखाप गरिदियो। के गर्नु र बिचरा यहाँ बर्बाद पार्यो। के गर्नु बुइसालले यसरी सबै सामान सबै यसरी पुरेर। तपाईहरुको के सामान पुग्यो? जे भएको गहुँ अलिअलि अन्न कपडाहरू सबै पुर्यो। मोहन सुनुवारको पहिलो श्रीमतीबाट एक छोरी र दोस्रो श्रीमतीबाट एक छोरा छन्। अन्न उब्जनी गर्नको लागि पनि एकदमै थोरै मात्र जग्गा भएको कारण परिवार पाल्न समेत हम्मे पर्छ सुनुवारलाई। भने ऋणको चुली अझ बढेर गएको छ। अब बस्नको लागि एउटा घर त अब पक्कै पनि चाहिइ नै हाल्छ। हामीसँग पैसा छैन, नगद छैन, यसको लागि त काट्नै पर्ने हुन्छ। अब साहु कोसँग ऋण काट्ने त्यो पनि थाहा छैन। अनि त्यहाँबाट अब पहिलाको अब ऋण छ, ऋणमाथि ऋण हुने भयो, थपिने भयो। यसको लागि चाहिँ के गर्नुपर्छ के सोच्नै सकिएको छैन। आफू बस्न र परिवारको लागि ओत दिन फेरि पनि घरको जरुरत छ। तर विनाशकारी भूकम्पले कसरी घर बनाउने र कसरी घर चलाउने भन्ने पिर अझ थपिदिएको छ सुनुवारलाई। जग्गा जमिन पनि अब खासै धेरै छैन होइन। अहिले जग्गा जमिनमा सबैभन्दा कमजोरी नै मेरो होला। के गर्ने कसो गर्ने, यो ऋणहरू कसरी तिर्ने होला, घर कसरी बनाउने होला भन्ने मात्रै त्यति लागेको छ।
वैदेशिक रोजगारीका लागि विदेश गएको र विदेशको थोरै कमाई र थप ऋणपान गरी घर बनाएको र त्यसै सिलसिलामा कतिजनाको घर बिछोड समेत भएको झण्डै प्रत्येक घरको कथा जस्तै बनेको छ कुबकास्थली गाविसका हरेक सुनवार आदिवासी समुदायहरूको। शिक्षा, रोजगार र राज्यका हरेक अवसरबाट वञ्चितीकरणमा परेका यहाँका अधिकांश सुनवार र अन्य स्थानीय समुदायहरूको भूकम्पले भौतिक क्षति मात्र पुर्याएन कि उपचार नै हुन नसक्ने गरी मानसिक पीडा थपिदिएको छ। भूकम्प पीडितलाई सरकारले राहत सामग्री दिने घोषणा त गर्यो, तर कुबकास्थली गाविसका अरू भूकम्प पीडित समुदायहरूले जस्तै मोहन सुनवारको परिवारले पनि केही चाउचाउ र केही माना चामल बाहेक केही पाएनन्। पाल दिए अनि त्यही अलिअलि चाउचाउ चामलहरू दिए अनि पाइयो। कति पाउनुभयो? चामल 4 माना जति रहेछ अनि चिउरा 2 किलो रहेछ अनि 7वटा पोका जति चाउचाउ रहेछ। घर भत्केछ, अब घर बनाउनुहुन्छ फेरि? अब बनाउन सकिँदैन होला भाइ, के गर्नु र, यस्तै छ अवस्था। कहाँ बस्ने? त्यस्तै गोठमा त होला नि, गोठमा बिताउने होला, के गर्नु र। मोहन सुनवार लगायत सरकारी सुविधा र सञ्चारमा कहिल्यै पहुँच समेत नपुग्ने कुमुकास्थलीका सुनवार र अन्य भूकम्प पीडित समुदायहरूलाई भूकम्प पश्चात पुनर्वासका लागि थोरै भए पनि राहत दिन सके भूकम्पले पुर्याएको आहतबाट छुटकारा मिल्न सहयोग पुग्ने देखिन्छ र त्यो जरुरी छ।